यसरी साग फलाइन्छ सब गर्नुपर्छ यसरी खान पाइन्छ यसरी फल्छ है साथी हो क्यामेराम्यान चाहिँ सिकाए फेरि गर्नु साग कति धेरै फलेको यसपालि त सप्रिनु चाहिँ सप्रेको है हाम्रो साग कस्तो मिठो पो छ फेरि अब बिउ पनि राख्नुपर्छ एक दुईवटा यो साग र मिठो छ यो साग त साह्रै मिठो अब फेरि पनि बचाउनुपर्छ साग अब यो चाहिँ कसैले जान्छ है यो साग कहाँ पठाउने हो यो बिहातिर कसैले पठाउनु पर्यो साथीलाई हेर है जति टिप्यो उति पो उयो सप्रिन्छ अरे त हेर त दामी छ है यो त टिपेर नै हो नि त सप्रिने भनेकै उति निस्किन्छ भन्छ टिपेको छैन यसपालि पनि उठ्नु पर्यो भालेहरू पनि देखाइदियो त सिका भालेहरू कति रातो रातो छ त यता इधर हे शिर पनि उच्चा उच्चा छ ठाडो ठाडो पार्दैछ त यिनीहरूले रातो अनि हाम्रो सोपसिका सब पनि छ यसपालिको बारीमा सोप छ टमाटर छ त्यो टमाटर फुल पनि पो छ त फेरि सेप्तरी फुल पनि फुल्दैछ सुन्या छोरा नाको साग टिप्नु साग टिप्नुपर्छ आइज केटा हो त्यो त माथि पुगिसक्यो कहाँ यो सोप पनि उखाल्नु पनि लान्छु भन्दै थियो इन्द्रिमको बाउ आएको छ नि त उसले त साग मात्रै खान्छ नि त अब कति खाने हो साग साथीले हो सानो ठाउँमा पनि फल्यो है फल्छ मेहनत गऱ्यो भने फल्छ मेहनत गऱ्यो भने फल्छ सोप पनि उखालो तिमी पनि अलिअलि बाक्लो यो बाक्लो बाक्लो उखाल्नु न त सब पनि उखाल्दैछु म चाहिँ हाम्रोमा यो पालि चाहिँ सागै किन्नु परेन किनभने हामीले रोपेको थियौँ नि त अनि कति धेरै फल्यो पनि अनि हामीले चाहिँ साग खाएर अनि गुन्द्रुक पनि बनायौँ अब अझै पनि लास्ट छिप्पाएर गुन्द्रुक धेरै बनाउनुपर्छ बारी चाहिँ ठिकैको छ तर साग चाहिँ धेरै फल्यो मल छ नि त मल अब धेरै भएर दामी भयो यसपालि हाम्रो पारिपट्टि पनि छ है फेरि यता पनि छ हाम्रो सब्जी पारिपट्टि पनि छ कि फुलकोपी पनि पो छ त त्यहाँ त फल्नु आँटेको छ फुलकोपी त सानो सानो फल्दैछ देखाइदिएको छ भालेहरू सरम दाता ज्यू कता हिँड्नुभयो तपाईँ हो यो होइन र कान्छ तिमी किसान होइन र अनि यो चाहिँ भालेले लात्तीले हानेर अनि यस्तो बनाइदिएछ हाम्रो कति लात्ती हान्ने भाले चाहिँ यो हो अनि यो राम्रो लात्ती हानेर भत्काएछ भर्खर फल्दै गरेको हेर कस्तो फालेछ हौ यसले हाम्रोमा त यस्तो पो छ है सुँगुर पनि छ त सन्चै हुनुहुन्छ यस यस भन्दैछ है इङ्ग्लिस बोलेको मलाई आउँदैन नि त कान्छा तिमीहरू उम्केर लात्तीले साग हानेर अनि बिहान भस्मा बनाइहालिस् यो चाहिँ आँपको बोट हो हामीले रोपेको चाहिँ 1 वर्ष भयो तर यत्रो ठुलो भयो यो चाहिँ त्यो मैले नै रोपेको तर रोप्नु चाहिँ अनि यता चाहिँ यस्तो छ